बिहान समयमा भाइलाई स्कुल पुर्याउँथिन् अनि दिउँसोभरि जङ्गलमा गाई बसी चलाउँथिन्। मात्र 13 वर्ष कि उसलाई पढ्ने मन थियो, तर बुवाले उसलाई पढाएर भन्दथ्यो। छोरीको भलाइ भन्दा फाइदा र काँडा सम्झ्थ्यो। बिहे गर्दिन तर्सन्थ्यो, तर बाइकले जस्कन्थ्यो। एक दिन साँझमा उसको घरमा एकजना पाहुना आयो। आफूलाई लौरे बताउँदै छोरीको हात माग्न थाल्यो। त्यतिमै किसानले आफ्नो गरिबी सुनाउन थाल्यो, तर छोरीले पुग्छपछि उसले भाउ समाउन थाल्यो। अब किसान दङ्ग भयो, उसको मन प्रसन्न भयो। भोलिले पण्डितलाई साई फेराउनु पर्छ भनियो। उसको घरमा अरू कसैको रसाइकी चल्दथ्यो। जबरजस्ती आफै छोरीको बाल विवाह गर्यो। शरीरभरि घाउ छ तर पीडा भने बेग्लै। रुँदा रुँदा आँखा दुवै सुनिएका छन्। उसको मनको खाटो कहिले पुरिएका छन्। एउटा आश थियो उसको नयाँ जीवन बनाउने। बितेका दिन बिर्सी वर्तमान अघि बढाउने, तर मान्छेले चाहेको यहाँ कहाँ हुँदो रहेछ। उसको सीमाको भारतमा खेती डराएको रहेछ। कयौँपटक लुटिसकिन्, सयौँपटक टुटिसकिन्। सिसा होइन ज्यान, तर भित्रबाट टुटिसकिन्। आजका दिनसम्म कयौँ प्राणसम्म सुटिसकिन्। भागेर उठिन सही समयलाई भुलिरहे। एउटा दिन थियो उनी एक्कासी बेहोस भइन्। त्यसको 6-7 महिनामा उनी एक आमा बनिन्। आज उसको जिउ आफ्नो शरीरबाट बदल्छ, तर समाजले उसलाई पेसा बाटो गर्दछ। धन्यवाद।